आदरणीय दर्शकहरू नमस्कार। युट्युब च्यानल आइटी संसार मार्फत हामीले विभिन्न किसिमका सफ्टवेयर लगायत आइटी सम्बन्धीका विभिन्न विषयमा जानकारीहरू राखिरहेका छौँ। यसै क्रममा आज तपाईँलाई मैले सामान्य खालको लोगो कसरी बनाउने, यस्तो खालको लोगो कसरी आफै बनाउने, माइक्रोसफ्ट अफिस वर्ड अर्थात् माइक्रोसफ्ट पावर पोइन्ट कुनै पनि माइक्रोसफ्टको सफ्टवेयर प्रयोग गरेर यो खालको लोगो आफ्नो विद्यालयको अथवा सङ्घ संस्थाको लोगो कसरी बनाउने यो म तपाईँहरूलाई सिकाउन गइरहेको छु। इन्सर्ट मेनुमा गएर यो सेपमा भएका धेरै प्रकारका सेपहरू छन्। यहाँ भएका डिफ्रेन्ट सेप प्रयोग गरेर तपाईँले कुनै पनि खालको लोगो क्रिएट गर्न सक्नुहुन्छ। माइक्रोसफ्ट पावर पोइन्टमा पनि यी सबै खालका सेपहरू पाइने भएको हुँदा हामीले माइक्रोसफ्ट पावर पोइन्टमा लोगो डिजाइन गऱ्यौँ भने, यस्तो खालको लोगो डिजाइन गऱ्यौँ भने यसलाई हामीले सेभ गर्दा एकैपटक एज अ इमेजको रूपमा फाइल टाइपमा यहाँ इमेजको रूपमा सेभ गर्न सक्छौँ। जेपिएजी, जिआइएफ अर पिएनजी होइन, कुनै पनि प्रकारको इमेजमा हामीले एक्सपोर्ट गर्न सक्छौँ, सेभ गर्न सक्छौँ। तर यो सुविधा माइक्रोसफ्ट वर्डमा हुँदैन। वर्डमा हामीले गर्ने भनेको कि त स्क्रिनसट गर्नुपर्छ, कि त स्निपिङ टुल लिएर हामीलाई चाहिने लोगोलाई मात्रै कट गर्न सक्छौँ। यसरी हामीलाई जति लोगो चाहियो यसरी हामीले कट गरेर यसरी ल्याउन सक्छौँ। यसलाई पनि हामीले सेभ इमेजको रूपमा लिन सक्छौँ। तर यो गर्दाखेरि हामीले छुट्टै स्निपिङ सफ्टवेयर खोल्नु पऱ्यो अनि काट्नु पऱ्यो। यो पनि एउटा विकल्प चाहिँ हुनसक्छ। तर सजिलो यही काम हामीले माइक्रोसफ्ट पावर पोइन्टमा गर्न सक्ने भएको हुँदा एकैपटक हामीले एक्सपोर्ट पनि गर्न सक्छौँ अथवा सेभ एज गर्न सक्छौँ। फाइल टाइपमा गएर इमेज लिन सक्छौँ। अब यस्तो खालको लोगो तपाईँले कसरी बनाउने म स्टेप बाई स्टेप तपाईँलाई सिकाउन गइरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ यो लोगोमा प्रयोग गरेका केही टेक्स्टहरू छन्। सेपको रूपमा हामीले बुकको चित्र लगेका छौँ अनि षट्कोण हामीले यसरी त्रिभुज लगेर दुईवटा त्रिभुजलाई हामीले षट्कोण बनाएका छौँ। सर्कल लगेका छौँ र यहाँनिर ताराहरू स्टार लगेर हामीले राखिदिएका छौँ। यति मात्रै काम छ। यति कुराहरूलाई हामीले कम्बिनेसन गरेर ग्रुप गरेको हो। त्यही भएर हामीले यो सेपमा कुन कुन सेप लगेर कस्तो खालको लोगो डिजाइन गर्न सक्छौँ भन्ने कुरा तपाईँले क्रिएसन गर्ने कुरा हो, माइन्ड मेकअप गराउने कुरा हो होइन। जस्तो तपाईँले रेड कर्सको लोगो बनाउनु पऱ्यो भने तपाईँले जस्ट यो प्लस लिनुहुन्छ, यो प्लसलाई तपाईँले यसरी क्रिएट गर्नुहुन्छ अनि यसलाई रेड कलर हालिदिनुहुन्छ। सेप फिलमा गएर रेड कर्सको लोगो भइहाल्यो एकैचोटिमा होइन, खासै समस्या नै भएन। अब साइडमा रेड क्रस फन्ट लेखिदिनुहुन्छ अनि यसलाई एक्सपोर्ट गर्यो अथवा सेभ गर्यो भने इमेजको रूपमा सेभ भइहाल्छ र त्यसलाई हामीले कुनै पनि ठाउँमा लोगोको रूपमा प्रयोग गर्न सकिहाल्छौँ। त्यसैले हामीले लोगो कस्तो बनाउँदैछौँ भन्ने कुरा पहिला माइन्ड मेकअप हुनु पऱ्यो, क्रिएटिभ आइडिया लाउनु पऱ्यो अनि हामीले यहाँ उपलब्ध भएका सेपहरूबाट बनाउन सक्छौँ। अब हामी लाग्छौँ लोगो बनाउनको लागि स्टेप बाई स्टेप है। स्टेप नम्बर 1 मा इन्सर्टमा जान्छु। मैले पावर पोइन्ट ओपन गरेको छु। तपाईँले पनि यहाँ गएर पावर पोइन्ट ओपन गर्नु होला। पावर पोइन्टमा गएर सबभन्दा पहिला के गर्नु होला, न्यू स्लाइडमा गएर ब्ल्याङ्क सिट, यो ब्ल्याङ्क खाली एउटा सिट लिनु होला। यो ब्ल्याङ्क भनेको यहाँ कुनै पनि अहिले बक्स टेक्स्ट बक्सहरू केही पनि छैन भने खाली छ। हामीले काम गर्नुको लागि एकदमै खाली राखेका छौँ। अब इन्सर्टमा गएर यो सेपमा गएर सबभन्दा पहिला हामीले त्रिभुज बनाउनु पऱ्यो सर्कल बनाउनुको लागि। र यो त्रिभुज बनाउँदाखेरि यस्तो खालको त्रिभुज भन्यो भने भएन, सर्कल बन्दैन, यस्तो पनि भएन। त्यसले सिफ्ट थिच्ने, सिफ्ट थिचेर ड्र गर्यो भने सबै लाइन बराबर हुन्छन्। समबाहु त्रिभुज भन्नु पर्यो होइन। र यो फिल चाहिँ नो फिल गर्दैन। सेप फिलमा गएर नो फिल, भित्र फिल हुँदैन। आउटलाइन ब्ल्याक कलर राखिदिउँ र यसको वेट चाहिँ भनेको यसको घेराहरू रेखाहरू कति बाक्लो कति मोटो बनाउने यतिसम्म ठिक छ। अब यस्तै सेम बराबर अर्को हुनुपर्छ। यसलाई के गर्नुहोस्, कन्ट्रोल सी कन्ट्रोल भी, कपी पेस्ट। कन्ट्रोल सी भनेको कपी, कन्ट्रोल भी भनेको पेस्ट, बराबर दुईवटा भयो। यसलाई बराबर यसरी बराबर छ होइन, किनकि एउटालाई कपी गरेको त्यसले बराबर छ। यहाँनिर दुईवटा त्रिभुज छ। अब एउटा त्रिभुज यहाँ सेलेक्ट भएको छ, यसलाई के गर्नुहोस् भने रोटेटमा गएर रोटेट भर्टिकल ठाडो तलतिर घुमाइनुहोस् र यसलाई कहाँनिर ल्याउँदा बराबर हुन्छ यसरी सिधै तलतिर ल्याउनुहोस्। यो दुईवटा त्रिभुजबाट षट्कोण बनेको छ। यो बिचमा हामीलाई पुस्तकको चित्र ल्याउनु छ। त्यसलाई ल्याउनुको लागि तपाईँले इन्सर्टमा जानुहोस्। एउटा टेक्स्ट बक्स, सिधै पुस्तकको चित्र आउँदैन, टेक्स्ट बक्स लिनु पऱ्यो एउटा। यो टेक्स्ट बक्समा हामीले पुस्तकको चित्र भनेको फन्टमा छ। इन्सर्टमा गएर यो सेम्बलमा यो विङडिङ्स भन्ने फन्टमा यहाँनिर देख्न सक्छौँ। हामीले यहाँ थुप्रै खालका फन्टहरू हुन्छन्। विङडिङ्स 2 मा पनि छन्, त्यस्तै 3 मा पनि छन्। यहाँ थुप्रै खालका
सिम्बलहरू छन्। तपाईँले यहाँबाट पनि क्रिएट गर्न सक्नुहुन्छ। उस्तो चित्र मैले लिएर यसलाई क्लोज गरिदिएँ। अब यहाँ आएको छ। अब यसलाई अलिकति यो फन्ट भएको हुनाले यसलाई ठुलो बनाउनु पऱ्यो। यसले गर्दा त्यहाँ भित्र राख्नको लागि यसलाई हामीले थोरै साइज बढाउने र यसलाई लिएर यो बिचमा राखिदिनुहोस्, यसरी बिचमा। पावर पोइन्टमा यसरी लाइन पनि आउँछ, कहाँनिर राख्दा सेन्टर पर्छ भनेर यो सुविधा पनि छ। अब हामीले यसरी दायाँ बायाँ सार्न खोज्यो भने बिग्रिन्छ। त्यसैले के गर्नु पर्यो भने यो पुस्तकलाई कन्ट्रोल सँगसँगै थिचेर यो लाइनमा जाँदाखेरि प्लस आएको छ सानो स्मल, यसलाई पनि सिलेक्ट गर्ने र यसलाई पनि सबै तीनवटालाई सिलेक्ट गरेर कुनै एउटा लाइनमा राइट क्लिक गरेर ग्रुप गरिदिने। अब मैले जता लगे पनि सँगसँगै सबै जान्छ, किनकि हामीले सबैलाई ग्रुप गरिसकेका छौँ। अब हामीलाई चाहिएको भनेको बाहिरबाट सर्कल चाहियो। बाहिरबाट सर्कल राखेर हामीले संस्थाको नाम लेख्छौँ। इन्सर्टमा जाउँ, फेरि सेपमा गएर सर्कल लगाउँ, सर्कल, र यो सर्कललाई हामीले सिफ्टसँग यसरी तानौँ। अब यसलाई पनि नो फिल, त्यस्तै आउटलाइन साइज यो छानौँ र आउटलाइनको कलर ब्ल्याक नै राखौँ। अब यसलाई हामीले यो षटकोणको यसरी बराबर हुने गरी यसरी एउटा लाइन भयो। अब यसको बाहिर फेरि अर्को लाइन चाहियो। यसलाई के गर्ने, कन्ट्रोल सी कन्ट्रोल भी भनेको कपी पेस्ट गर्ने। कपी पेस्ट भनेको एउटालाई हामीले दुईटा बनायौँ, डुप्लिकेट गर्ने काम गर्छ कपी पेस्टले। अब हामीले यो दुईटा सर्कलको बिचमा आएको लाइनमा लोगोमा राख्नुपर्ने संस्थाको नाम लेख्ने। त्यसको लागि इन्सर्टमा जाउँ, इन्सर्टमा गएर ओड आर्ट, यो कुरा चाहिँ नभुल्नु होला, ओड आर्टमा जाने, कुनै एउटा ओड आर्ट लिने र यहाँ नाम लेख्नु पर्यो SHRE श्री AARAT आरती टेक्निकल इन्स्टिच्युट, एक इन्टर दुई इन्टर, तलबाट घुमाउनलाई दुईचोटि इन्टर गर्ने। इन्स्टिट्युट लेखिसकेपछि दुई इन्टर गरिसकेर शारदा म्युनिसिप्यालिटी टु सल्यान। अब हामीले यो टेक्स्ट इफेक्टमा गएर ट्रान्सफर्ममा गएर यो खालको छान्नु पर्यो, नत्र गोलो बन्दैन है। फेरि एकपटक टेक्स्ट इफेक्टमा जाने, ट्रान्सफर्ममा जाने, त्यसपछि यो फ्लो पाथको लास्टको यो माथिबाट आएको लाइन र तलबाट आएको लाइन यो सेन्टरमा पनि आउँछ। हामीले बिचको लाइनमा चाहिँ के लेखेको छैनौँ, त्यही भएर बिचमा आएन। बिचमा कहिलेकाहीँ स्थापना मिति लेख्नु पर्यो भने चाहिँ यो पनि लेख्न सकिन्छ, तर हामीले अहिले बिचमा षटकोण राखेर बुक राखेका छौँ, त्यसले हामी लेखेनौँ। तपाईँले यहाँनिर स्थापना मिति लेख्नलाई छुट्टै अर्को टेक्स्ट बक्स ल्याउन चाहिँ सक्नुहुन्छ। अब यसलाई तपाईँले यो साइजमा फिट हुने गरी एडजस्ट गर्ने। एरो कीले हामीले दायाँ बायाँ सारेर एडजस्ट पनि गर्न सक्छौँ। इन्स्टिट्युटको नाम पनि लेखियो र यहाँनिर यो ठाउँमा तपाईँलाई स्टार ल्याएर राख्न मन छ भने फेरि इन्सर्टमा जानुहोस्, सेपमा जानुहोस् र यहाँ स्टार अथवा कुनै पनि सेप तपाईँलाई कुन मनपर्छ त्यो सेप ल्याएर तपाईँले राख्न सक्नुहुन्छ। जस्तो मैले तारा ल्याएर यहाँनिर राखिदिएँ एउटा, र यसलाई कन्ट्रोल सी कन्ट्रोल भी गरेपछि डुप्लिकेट बन्यो, अर्को बन्यो। बराबर बनाउनको लागि कन्ट्रोल सी कन्ट्रोल भी गर्छौँ हामीले, यहाँनिर राख्यौँ। तपाईँलाई यहाँनिर स्थापना मिति पनि लेख्नु छ भने, इस्टाब्लिस लेख्न मन छ भने स्टार्ट इन्सर्टमा जानुहोस्, इन्सर्टमा गएर एउटा टेक्स्ट बक्स लग्नुहोस्। यो टेक्स्ट बक्समा तपाईँले ESTमा 2054 अब यसलाई ल्याएर तपाईँले यसरी राखिदिनुहोस् यहाँनिर ल्याएर। अब हामीले गर्नुपर्ने काम के छ भने यो इस्टाब्लिस मितिको टेक्स्ट बक्सलाई सिलेक्ट गऱ्यौँ, त्यसपछि यो भित्रको षटकोणलाई सिलेक्ट गऱ्यौँ
षट्कोण पहिले नै ग्रुप भइसकेको छ। त्यसपछि यो बाहिरको सर्कल र सबैभन्दा बाहिरको सर्कल तारा, यो तारा पनि र सबभन्दा बाहिरको सर्कललाई पनि तपाईँले सिलेक्ट गर्नुहोस्। र यो सबैलाई तपाईँले अब एउटा कुनै लाइनमा राइट क्लिक गरेर ग्रुप गरिदिनुहोस्। यो अक्षरकोलाई पनि सिलेक्ट भएको छ अहिले, र अक्षर प्लस यो बाहिरको सबै ग्रुप भएको यो सबैलाई पनि एकचोटि हामी ग्रुप गरिदियौँ। अब सबै ग्रुप भयो। अब हामीले कुनै पनि ठाउँमा लिँदाखेरि एकैचोटि सबै सर्छ। यदि यो ग्रुप गरिएन भने हामीले तल माथि बनाउँदाखेरि हामीले राखेका कुनै न कुनै छुट्न सक्छन्। अब यो सबै भइसक्यो। यदि यही कुरा एमएस वर्डमा हुन्थ्यो भने हामीले कि त यसलाई स्क्रिनसट गर्थ्यौँ सेभ गर्नको लागि, इमेज बनाउनको लागि, कि त हामीले स्निपिङ टुल लिएर स्निपिङ टुलले यसरी काट्थ्यौँ। तर पावर पोइन्टमा बनाएको हुनाले के फाइदा हुन्छ भने फाइलमा जाने, सेभ एजमा जाने अथवा सेभ गर्ने। अब यो सेभ गर्ने कहाँ हो, तपाईँले आफ्नो फोल्डर छान्नुहोस् र यो फाइलको नाम लोगो भयो होइन, लोगो। अनि फाइल टाइप चाहिँ पिएनजी अथवा जेपिइजी अथवा जिआइएफ, सकभर पिएनजी राखेको राम्रो हुन्छ होइन। लोगो कहाँको भन्दाखेरि आरतीको। यति गरेर तपाईँले सेभ गर्नुभयो भने अब कुन स्लाइडमा बनाउँछौँ हामीले, एउटा मात्रै स्लाइड छ अहिले, जस्ट दिस वान, यही स्लाइड मात्रै सेभ होस्। किनकि हामीले 2-3टा लोगो एउटै स्लाइडहरूमा, यो स्लाइडमा यो भयो, त्यस्तै अर्को नयाँ स्लाइड लगेर फेरि ब्ल्याङ्क, यो अर्को स्लाइडमा अर्को बनाउन सक्छौँ होइन। पावर पोइन्ट भनेको त स्लाइडै हुन्छ नि त। अर्को स्लाइडमा अर्को इन्स्टिट्युटको लोगो बनाउन सक्छौँ होइन। अनि हामीले सेभ गर्दाखेरि दिस वान भनेको यही लोगो मात्रै, सबै होइन, यो मात्रै हामीले इमेज बनाउन खोजेको भनेर गरिदियो भने अब हाम्रो लोगो यहाँ सेभ भइसकेको छ। कि बनाएको लोगो तपाईँलाई सुरुमा देखाएको लोगो यो भयो, र अहिले तपाईँलाई सिकाउँदै बनाएको लोगो यो भयो। तपाईँले यसलाई फुल यसरी हेर्न पनि सक्नुहुन्छ। ल, यो सामान्य लोगो बनाउनको लागि तपाईँले कुनै इन्स्टिट्युटमा गइराख्नु पर्दैन होइन, साइबरमा गएर पैसा तिरिराख्नु पर्दैन। अब यही लोगोलाई तपाईँले छाप बनाउन सक्नुहुन्छ। छापाखानामा गएर यो लोगोको छाप बनाइदिनुहोस् भने छाप पनि बनाइदिइहाल्छ। त्यसैले हामीले लेटर हेड, संस्थाको लेटर हेड बनाउनु पर्यो अथवा लोगो राख्नुपर्ने कोही छ होइन भने सामान्य लोगो तपाईँले माइक्रोसफ्ट पावर पोइन्ट अर्थात् माइक्रोसफ्ट वर्डमा सजिलै बनाउन सक्नुहुन्छ। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। आगामी दिनमा यस्तै खालका जानकारीमूलक भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल आइटी संसारलाई सब्सक्राइब गरिदिनु होला र धेरैमा धेरै पुर्याउनको लागि भिडियो सेयर गर्नुहोला। यस्तो खालको लोगो मात्रै नभएर हामीले माइक्रोसफ्ट अफिस वर्डमै सर्टिफिकेट कसरी डिजाइन गर्ने त्यो मैले आगामी अर्को भिडियोमा जानकारी दिनेछु।